मैले येशूको पछि हिँड्ने निर्णय गरेको छु। एक सच्चो कथा। मैले येशूको पछि हिँड्ने निर्णय गरेको छु भन्ने मसीही भजनले संसारभरि करोडौं मानिसहरूका हृदय छुएको छ। तर यस भजन पछाडि लुकेको एक सशक्त र प्रेरणादायी सत्य कथा थोरैलाई मात्र थाहा छ। यो कथा करिब 150 वर्ष अघि भारतको पूर्वोत्तर भागको असम क्षेत्रमा अवस्थित एउटा सानो गाउँमा सुरु भएको हो। त्यति बेला असम थुप्रै जातिहरूको वासस्थान थियो, जसमा केही जातिहरू निकै आक्रामक र हिंस्रक थिए। ती जातिहरू आफ्ना शत्रुहरूको टाउको काटेर घरका पर्खालमा झुन्ड्याउने चलनमा थिए। यी चुनौतीपूर्ण र खतरनाक परिस्थितिहरू बीच वेल्स, इङ्ल्यान्डमा भएको एक महान आत्मिक जागरणको असर स्वरूप केही साहसी मिसनरीहरूले येशूको प्रेम र उद्धारको सुसमाचार लिएर त्यहाँको भूमिमा पाइला टेके। उनीहरू अमेरिकन बप्टिस्ट मिसनबाट आएका थिए, जसको उद्देश्य थियो प्रेम, शान्ति र आशाको सन्देश दिनु। प्रारम्भमा स्थानीय मानिसहरूले उनीहरूलाई अस्वीकार गरे, तर एकजना मिसनरीले नोक्सेन नाम गरेका गो जातिका एक व्यक्तिलाई ख्रिस्टमा परिवर्तन गराए। नोक्सेनको साथमा उनको पत्नी र 2 छोराहरूले पनि येशूलाई स्वीकारे। नोक्सेनको जीवनमा आएको परिवर्तन यति सशक्त थियो कि अरू गाउँलेहरू पनि मसीही विश्वासतर्फ आकर्षित हुन थाले। गाउँका मुखिया यो परिवर्तनबाट क्रोधित भए। उनले सबै गाउँलेलाई बोलाएर नोक्सेनको परिवारलाई अगाडि ल्याएर सार्वजनिक रूपमा विश्वास त्याग्न निर्देशन दिए, नत्र मृत्युदण्डको सामना गर्नुपर्ने चेतावनी दिए। नोक्सेनले निडर भएर भने, मैले येशूको अनुकरण गर्ने निर्णय गरेको छु। यो सुनेर मुखिया झन क्रोधित भए र उनका 2 छोराहरूलाई तीर प्रहार गर्न आदेश दिए। छोराहरू ढलेपछि पनि नोक्सेनको विश्वास अडिग नै रह्यो। मुखियाले फेरि भने, अब पनि तिमी आफ्नो विश्वास त्याग्दैनौ? तिमीले छोराहरू गुमायौ, अब तिमीले श्रीमतीलाई पनि गुमाउनेछौ। नोक्सेनले आँसुका बीच जवाफ दिए, यदि कोही पनि साथ नदिउन्, म येशूको पछि लागिरहनेछु। मुखियाले उनकी श्रीमतीलाई पनि मारिदियो। अब नोक्सेन पूर्ण रूपमा एक्लिएका थिए, तर विश्वासमा डगमगाएनन्। मुखियाले अन्तिम पटक चेतावनी दिए, अहिलेसम्म पनि तिमीले इन्कार गरेनौ। अब पनि मौका छ, विश्वास त्याग गर अनि बाँच्छौ। तर नोक्सेनको अन्तिम उत्तर यस्तो थियो, मेरो अघि क्रुस छ, पछि संसार। अब फर्किने कुनै बाटो छैन। त्यसपछि उनलाई पनि त्यही स्थानमा मारियो। तर यहीँबाट चमत्कार सुरु भयो। मुखिया, जसले यो हत्याको आदेश दिएको थियो, ती शब्दहरूले गहिरो रूपमा प्रभावित भए। उसले आफैले सोध्यो, किन यस्तो एक परिवार टाढा देशमा 2000 वर्ष अघि जन्मिएका व्यक्तिका लागि प्राण दिन तयार भए? यस्तो प्रेम र विश्वास सामान्य होइन। त्यसै क्षण उनले आँखा रसाउँदै घोषणा गरे, अब म पनि येशू मसीहसँग सम्बन्धित छु। मुखियाको मुखबाट यस्तो घोषणा सुनेपछि सारा गाउँलेहरूले पनि येशूलाई प्रभु र उद्धारकर्ताका रूपमा स्वीकार गरे। यो भजन मैले येशूको पछि हिँड्ने निर्णय गरेको छु वास्तवमा नोक्सेन नाम गरेका गो जातिका वीर विश्वासको अन्तिम घोषणा हो। कथा अनुसार यसलाई गीतको रूपमा रूपान्तरण गर्ने श्रेय भारतीय मसीही प्रचारक साधु सुन्दर सिंहलाई दिइन्छ। यसको धुन पनि भारतीय हो र असम नाम दिएको छ। एक वैकल्पिक परम्परा अनुसार यो गीत साइमन मारक नामका व्यक्तिले तयार पारेका थिए, जो असमको जोरहाटबाट थिए। आज यो भजन विश्वभर गाइन्छ। विश्वासको साहस, प्रेमको बलिदान र अनन्त आशाको प्रतीक बनेर। भजनका बोल नेपालीमा, येशूको पछि म हिँड्न लागे, दुनियाँलाई त्यागी क्रुस नै बोकी। येशूको पछि म हिँड्न लागे, फर्कदिन फर्कदिन। आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि येशूको पछि म हिँड्न लागे, फर्कदिन फर्कदिन। माटोको मेरो क्षणभरको शरीर, माटै फेरि नमिलेसम्म येशूको पछि म हिँड्न लागे, फर्कदिन फर्कदिन। साना गाउँबाट सुरु भएको एउटै व्यक्तिको साहसी निर्णय आज संसारभरि फैलिएको छ। एक शान्त तर प्रभावशाली गवाही, जसले आज पनि लाखौं मनहरूमा गहिरो प्रभाव पारिरहेको छ।